दर्शकबिन पूर्व प्रधानमन्त्री शेरबहादुर देउबासँग डडेलधुराबाट चुनाव लडेर रातारात चर्चामा आएका सागर ढकाल यति बेला पोखरामा रहेको कोटी होमको एक कार्यक्रममा देखा परेका छन् र उनले भनेका छन् रवि लामिछाने र बालेन शाहलाई एक गराएर 84मा चुनाव लड्ने उनले घोषणा समेत गरेका छन्। सागर ढकालसँगै यति बेला चर्चित व्यक्तित्व रमेश प्रसाई त्यसै गरी पत्रकार भोजराज थापालाई एकसाथ देख्न सकिन्छ। तपाईले आफ्नो विचार कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। यो पावन अवसरलाई सफल पार्नका निम्ति आफ्नो भूमिका निर्वाह गर्नुहुने तपाईँ सबै उत्तिकै पुण्यका हकदार हुनुहुन्छ। तपाईँ सबैलाई ईश्वरको कृपा प्राप्त होस्, सबैलाई मेरो नमन छ। म नमन गर्न चाहन्छु आजको यो यज्ञमा उपस्थित हुनुभएका तपाईँ पुण्यात्माहरूलाई, जो मधुर परमात्माका वचनहरू सुन्नका निम्ति हाम्रो सभ्यताको गहिराईमा पुग्नका निम्ति आज यहाँ यो पावन स्थलमा उपस्थित हुनुभएको छ। वास्तवमा यस्ता पावन अवसरहरूले, यस्ता यज्ञहरूले, यस्ता अनुष्ठानहरूले हामीलाई हाम्रो ऐना देखाउने गर्दछ। हामी को हौँ वास्तवमा? हाम्रो अनुहार भनेको खालि भौतिक अनुहार होइन, हाम्रो आत्मिक अनुहार, हाम्रो सभ्यता, हाम्रो जीवनशैली, हाम्रा पुर्खा, हाम्रो इतिहास, हाम्रो विरासत, हाम्रो धर्म र संस्कृतिसँग हामीलाई एकाकार गराउनको लागि यस्ता अनुष्ठानहरू सधैँ सहायक सिद्ध हुने गर्दछन्। त्यसकारण म यहाँहरू सबैलाई हृदयदेखि नै आज यो अनुष्ठानमा सहभागी हुनुभएकोमा नमन गर्न चाहन्छु। म जान्दिनँ, न म कुनै सन्त हो, न म कुनै तपस्वी हो, न म कुनै राधिका हमाल दिदीहरू जस्तो कुनै हुनहार कलाकार हो। म बबुलो गृहस्थ मान्छे, अपरिपक्व, अनभिज्ञ, अनुभवहीन। तर आज ममा के देख्नुभयो महाराजले र मलाई यो मञ्चमा आमन्त्रण गर्नुभयो? म जान्दिनँ। मलाई चाहिँ यति मात्रै थाहा छ कि मलाई केही पनि थाहा छैन। यो सुकरात्मा बनायो, तर म यससँग पूर्ण सहमत छु। मलाई केही थाहा छैन, तर यो अज्ञानी मनुष्यलाई जुन यो प्लेटफर्म महाराजले आज प्रदान गर्नुभयो, यसको औचित्य, यसको अभिप्राय म जान्दिनँ। मलाई किन आज माता सरस्वतीले यहाँ उपस्थित गराउनु भयो र मेरो मुखबाट के प्रकट गराउन चाहन्छ ईश्वर, त्यो पनि म जान्दिनँ। ईश्वरको योजना अपरम्पार हुन्छ। आमा बुवा, दाजुभाइहरू, दिदीबहिनीहरू, कहिलेकाहीँ मलाई कतिपय साथीहरूले जो अलि नास्तिक प्रवृत्तिका हुन्छन् उनीहरूले प्रश्न गर्ने गर्छन्, भगवान कस्तो छ त? भगवानको आकार पता भगवान देखेको छ कसैले भनेर कतिपय नास्तिक प्रवृत्तिका मान्छेहरूले प्रश्न गर्ने गर्छन्। भगवान देख्नु त कल्पना